आज हामी नेपाल विद्युत प्राधिकरणको विद्युत चोरी नियन्त्रण ऐन 2058 लिएर उपस्थित भएका छौँ। आजको टपिक रहेको छ कसुर गरेको मानिने अवस्था र दण्ड सजाय रहेका छन्। कसुर गरेको मानिने अवस्थामा चाहिँ भित्र हामी पढ्न गइरहेका छौँ। विद्युत चोरी नियन्त्रण ऐन 2058 को दफा 7 मा कसुर गरेको मानिने अवस्थाबारे उल्लेख गरिएको छ, जसअनुसार कसुर गरेको मानिने अवस्थाहरू देहाय बमोजिम रहेका छन्। 1 नम्बरमा रहेको छ वितरकको स्वीकृति बिना सडक बत्ती वा अन्य प्रयोजनको लागि विद्युतीय लाइनबाट विद्युत तानेमा भन्ने छ। दोस्रो नम्बर बुँदा रहेको छ टर्मिनल लिङ्क खोरेमा। तेस्रो नम्बर बुँदा रहेको छ ऊर्जावाहक यन्त्रमा वितरकको छाप नभएमा। चौथो नम्बर बुँदा रहेको छ ऊर्जावाहक यन्त्रको पोलारिटी परिवर्तन गरी त्यसबाट फेज र अर्को वा ग्राउन्डबाट न्युट्रल तानेमा भन्ने छ। पाँचौं नम्बर बुँदा रहेको छ सिटी पिटीको पोलारिटी परिवर्तन गरेमा भन्ने छ। छैटौं नम्बर बुँदा रहेको छ ऊर्जावाहक यन्त्रमा लगाइएको सिल तोडेमा वा नक्कली सिल लगाएमा भन्ने छ। आठौं नम्बर बुँदा रहेको छ ऊर्जावाहक यन्त्रमा पदार्थ घुसाई त्यसको सामान्य परिचालन बाधा अवरोध खडा गरेमा भन्ने छ। त्यसपछि नेक्स्ट टपिक रहेको छ दण्ड सजाय। विद्युत चोरी नियन्त्रण ऐन 2058 को दफा 16 मा दण्ड सजायबारे व्यवस्था गरिएको छ, जुन देहाय बमोजिम रहेको छ भन्ने कुरा रहेको छ। क नम्बर बुँदामा रहेको छ अदालतबाट मुद्दाको कारबाही र किनारा हुँदा कसुर गरेको ठहरिएमा उक्त कसुर बापत हुन आएको वास्तविक हानि नोक्सानीको बिगो र बिगोको क्षतिपूर्ति रकम कसुरदारबाट वितरकलाई भराई, त्यस्तो कसुर गरेमा 5,000 जरिवाना वा 3 महिना कैद वा दुवै प्रकारको सजाय हुनेछ भन्ने छ। अनि ख नम्बर बुँदामा रहेको छ एक पटक कसुर गरेको व्यक्तिले पुनः त्यही कसुर गरेमा हरेक पटक वितरकलाई पर्न गएको हानि नोक्सानी बापतको बिगो र बिगोको 200% रकम कसुरदारबाट वितरकलाई भराई, उक्त कसुर गरेमा 10,000 जरिवाना र 6 महिना कैद वा दुवै प्रकार सजाय हुनेछ भन्ने कुरा रहेको छ। अब अर्को ऐन रहेको छ विद्युत चोरी नियन्त्रण नियमावली 2059। विद्युत चोरी नियन्त्रण नियमावली 2059 को प्रथम टपिक रहेको छ विद्युत आपूर्ति बन्द गर्ने भन्ने रहेको छ। विद्युत चोरी नियन्त्रण नियमावली 2059 को नियम 21 मा विद्युत आपूर्ति बन्द गर्ने सम्बन्धी व्यवस्था रहेको छ, जस सम्बन्धी व्यवस्था देहाय बमोजिम रहेको छ। कुनै ठाउँ, क्षेत्र, टोल वा स्थानमा विद्युत आपूर्ति बन्द गर्नको लागि फिडर, ट्रान्सफर्मर र लो टेन्सन लाइनबाट विद्युत आपूर्ति बन्द गर्न सकिनेछ। क नम्बरमा अवस्थाहरू चाहिँ अब देहाय बमोजिम यस प्रकार रहेका छन्। क नम्बरमा रहेको छ कुनै क्षेत्र, गाउँ, टोल र स्थानका ग्राहक वा उपभोक्ताले फरक वा सामूहिक रूपमा विद्युत चोरी गरेमा भन्ने रहेको छ। त्यसपछि कुनै क्षेत्र, गाउँ वा स्थानका विद्युत चोरी गरेका ग्राहकले लाइन काट्न प्राविधिक दृष्टिकोणले असम्भव भएमा भन्ने रहेको छ। ग नम्बर पोइन्टमा रहेको छ विद्युत चोरी गरेको ग्राहकलाई ऐन तथा विनियम अनुसार कारबाही गर्दा हल-हुज्जत सिर्जना हुने भएमा भन्ने छ। अब पुनः विद्युत लाइन जडान गर्ने सम्बन्धी व्यवस्था रहेको छ। नेपाल विद्युत प्राधिकरणको विद्युत चोरी नियन्त्रण नियमावली 2059 को नियम 23 मा पुनः विद्युत लाइन जडान गर्ने सम्बन्धी व्यवस्था रहेको छ, जुन देहाय बमोजिम उल्लेख गरिएको छ। विद्युत चोरी गरे बापत सम्बन्धित व्यक्ति वा ग्राहक वा उपभोक्ताले वितरकलाई तिर्न बुझाउनु पर्ने भनी ठहर भएको रकम तिरे बुझाएपछि वितरकले यथाशीघ्र त्यस्ता ग्राहक वा उपभोक्तालाई पुनः विद्युतको लाइन जडान गरिदिनुपर्छ। अब अर्को रहेको छ हाम्रो चाहिँ पुरस्कार सम्बन्धी व्यवस्था भन्ने रहेको छ। यहाँ पुरस्कार सम्बन्धी व्यवस्था रहेको छ। नेपाल विद्युत प्राधिकरणको विद्युत चोरी नियन्त्रण नियमावली 2059 को नियम 24 मा पुरस्कार सम्बन्धी व्यवस्था रहेको छ।
जुन यस प्रकार रहेको छ। कसुरदारले वितरकलाई तिर्न बुझाउनु पर्ने ठहर भएको भनी ठहर रकम हानि नोक्सानी बापतको तिर्न बुझाउनु पर्ने भनी ठहर रकम तिरे बुझाएपछि उक्त रकमको हुन आउने 20% रकम सूचना दिने व्यक्तिलाई पुरस्कार स्वरूप प्रदान गरिनेछ। उपविनियम 1 बमोजिम पुरस्कार पाउने व्यक्ति 1 भन्दा बढी भएमा दामशाहीले पुरस्कार वितरण गरिनेछ। कसुरदारले वितरकलाई तिर्न बुझाउनु पर्ने हानि नोक्सानी बापतको रकम तिरे बुझाइए मात्र सूचना दिने व्यक्तिलाई पुरस्कार स्वरूप वितरण गरिनेछ। आजको सेक्सन यतिमै समाप्त गर्छौँ हामी। हाम्रो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला।